सो मी योर फ्रेन्ड्स एन्ड आइल सो यु योर फ्युचर भने जस्तै यदि तपाईँले लाइफमा सक्सेस हुनु छ भने तपाईँले आफ्नो सङ्गत कस्तो छ त्यसलाई ध्यान दिनु होला। त्यो सङ्गत जस्तो हुन्छ तपाईँको भविष्य त्यसले नै निर्धारित गर्नेवाला छ। यदि तपाईँको सर्कलमा साथीभाइहरूले पैसा आउने बित्तिकै खर्च गर्ने, पार्टी गर्ने, महँगो महँगो रेस्टुरेन्टमा जाने, तपाईँको लाइफ पनि त्यस्तै हुनेवाला छ, जसले गर्दा चाहिँ तपाईँको टाइम वेस्ट हुन्छ अनि अर्को तपाईँको पैसा पनि वेस्ट। यदि तपाईँको सर्कलमा बिजनेसको कुरा, इन्भेस्टमेन्टको कुराहरू गर्ने एउटा साथीहरू छन्, भविष्य बनाउने तर्फतिर ध्यान दिनेवाला साथीहरू छन् भने तपाईलाई पनि त्यतैतिर तान्ने गर्दछ। त्यसैले आफ्नो सङ्गत रोज्नुहोस्, डिसाइड गर्नुहोस् कि यो सङ्गतले मेरो भविष्य बन्छ कि बन्दैन। यदि बन्दैन भने त्यो सङ्गतबाट सक्दो छिटो बाहिर निस्क्यो अनि आफ्नो भविष्य जता बन्छ त्यस्ता खालका सङ्गतहरू नै रोज्नु। सङ्गत त रोज्नु भयो, कहिलेकाहीँ चाहिँ यस्ता खालका मान्छे पनि हुन्छन् कि उसलाई सक्सेस हुनु मन छ तर तपाईँ सक्सेस भएको देख्न नचाहने, त्यो सङ्गत पनि एकदमै हानिकारक हुन्छ। इक्जाम्पलको लागि यदि तपाईँ कुनै फिल्डमा एक्सपर्ट हुनुहुन्छ, तपाईँलाई त्यो फिल्डमा मजाको नलेज छ भने तपाईँको नलेजलाई युटिलाइज गरेर ऊ अगाडि बढ्छ र पछि नलेज सबै लिइसकेपछि चाहिँ तपाईँ काम नलाग्ने हुन्छ अनि तपाईँलाई डम्प गरिदिन्छ। तपाईँको सक्सेसलाई पनि आफ्नो सक्सेस ठान्छ भने त्यस्ता खालको साथीहरूको सङ्गत गर्नुहोस्।